हेलो एभ्रिवान, म हजुरहरूको लागि आज फेरि यो चिसो मौसममा तातो तातो कुखुराको मासुको रेसिपी लिएर आइसकेको छु। यो रेसिपीको लागि चाहिने सामग्रीहरू हामीले पहिल्यै काटेर रेडी पारेका छौँ। सबैभन्दा सुरुमा हामीले एउटा कराई लिन्छौँ र त्यो कराईमा तोरीको तेल हाल्छौँ र त्यसमा हामीले आफूलाई मनपर्ने खडा मसला हाल्छौँ। मैले चाहिँ यसमा तेजपत्ता, ल्वाङ र दालचिनी हालेको छु। जब तेल राम्ररी तात्छ त्यसपछि त्यो तेलमा हामीले मासु हाल्नेछौँ। त्यो मासुमा आफ्नो स्वादअनुसार नुन र बेसार हालेर हामीले मासुलाई राम्ररी पकाउनु पर्नेछ। मासु यत्तिको भइसकेपछि हामीले काटेर राखेको प्याजलाई त्यो मासुमा हाल्छौँ र एकैछिन चलाउँछौँ। त्यसपछि हामीले कुटेर राखेको लसुनलाई पनि त्यो मासुमा हाल्नेछौँ। त्यसपछि आफ्नो स्वादअनुसार हामीले रातो खुर्सानी हाल्नेछौँ अनि जिरा धनियाँको धुलो पनि हाल्नेछौँ र त्यो मासुलाई राम्ररी भुट्नेछौँ। मासु भुटिसकेपछि हामीले काटेर राखेको टमाटरलाई त्यो मासुमा हाल्नेछौँ र त्यो टमाटरलाई गल्नको लागि एकैछिन ढापेर पकाउनेछौँ। जब टमाटर गलिसक्नेछ त्यसपछि हामीले त्यो मासुमा मिट मसाला हालेर एकैछिनसम्म पकाउनेछौँ अनि थोरै पानी हाल्नेछौँ ग्रेभीको लागि। जब त्यो ग्रेभी रेडी भइसक्छ त्यसपछि हामीले हरियो धनियाँको पातलाई यो ग्रेभीमा हाल्नेछौँ र हाम्रो यम्मी मासु खानको लागि तयार हुनेछ। थ्याङ्क यू फर वाचिङ। बाई बाई।